यो गणेशको कसैले भेट्नु भएको छ अनि मलाई फिर्ता दिनु भन्ने त्यो त्यही माथि चढ्नुपर्छ नि हावा मकै पारी गऱ्यौँ हेलो एन्ड नमस्ते एभ्रिवान। सो आज म र मेरो वाइफ चाहिँ दुप्तेश्वर जाँदैछौँ है। अनि स्टार्टिङ भिडियोहरू अनि अलिअलि भिडियोहरू बनाउँदै आइरहेको थियौँ होइन। त्यो भिडियो चाहिँ अलि चल्दैन क्या, सो भोइस रेकर्ड गरेर भिडियोलाई स्टार्ट गरेको छु। इन्जोय द भिडियो है त। हेलो, हामी जाँदैछौँ ल यसो फ्लिप हुन्छ ल 1 2 3 ल गिम्बलमा थुनु हुन्न क्या। हामी चाहिँ यस्तो जङ्गलको बाटो हुँदै जाँदैछौँ। जङ्गल त हो नि होइन, न घर छ न के छ, तर यस्तो सिनहरू चाहिँ राम्रो छ क्या। यहाँ यता चाहिँ यस्तो बस्तीहरू छ, गाउँहरू छ। यहाँ तल चाहिँ यहाँ माथि चाहिँ जङ्गलै जङ्गल, यस्तो जङ्गली जङ्गलबाट हिँड्नु परेको छ हामी। यहाँ बिचमा चाहिँ बाटो छ, यहाँ तल चाहिँ घर छ। सो अहिले चाहिँ हामी यो छरे कट्यौँ है। सायद अलिकति अगाडि गएर त्यो भिक्टोरी है के भन्नु आएको छ, त्यहाँबाट गइने नि त्यहाँबाट हो कि अलिकति यता चौगडाबाट चाहिँ एउटा पुल आउँछ क्या, अनि पुलबाट टर्न गरेर जाने हो। जाँदैछौँ एकैछिन एउटा छोटो ब्रेक जस्तो। आज हाम्रो त्यो अबको ब्लग चाहिँ पुरै सिफ्ट हुन्छ है। म बनाउँदिनँ, अबको क्यामेराम्यान ब्लग गर्ने, ब्लग बनाउने, ब्लग गर्ने, सट गर्ने, सब चेन्ज। गर न तिमी हटाइ, अब तिमी क्लिप गर्ने सब पनि सब तिम्रो किचन 1 2 3 गर। अब कि त वरिपरि बोला यहाँ चाहिँ धानको खेती भइसक्यो नि त। धान चैते धान हुँदैन है त्यही धान रोपिसक्यो। धान 1 2 3 गरेर क्लिप गर होइन, कि हातमा क्यामेरा राखेर। दुप्तेश्वरको सायद आधी बाटो भयो। ठ्याक्कै यो खरान टाढबाट अलिकति तल छौँ क्या हामी है। यो ठाउँको नाम चाहिँ थाहा भएन। एकैछिन रेस्ट, फेरि जाने। अनि अब धेरै टाढा खायो दुप्तेश्वर। मेबी सायद मेरो विचारमा त्यो 15 किलोमिटर छ कि है, आई डोन्ट नो है, कम पनि हुनसक्छ। सो छौँ ल। क्यामेरा चाहिँ आज म ह्यान्डल गर्नेवाला छैन, यतैतिर सिफ्ट। म त बोल्दिनँ, के भन्नु बोल्ने छैन। यहाँ यस्तो सिन चाहिँ हेरिरहेको छु। यहाँ मकैबारी छ, यहाँ मकैबारी गऱ्यौँ नाच्नु त ल नाच्नु नाच्नु। मकैबारी गऱ्यौँ छ्या कस्तो कालो देखाएको छ नि, काली मान्छे झन् काली देखिँदो रहेछ। हामी चाहिँ ऊ त्यो डाँडामा पुग्नुपर्छ नि होइन। यहाँबाट नदेखिने रहेछ कि रहेछ के हो यहाँ डाँडा। यस्तो घाममा यस्तो उभिनु पऱ्यो। कति बजे खानासाना नि खाएन, भोकै दौडा भोकै छौँ। यस्तो छ भनेर मेरो जुत्ताको हालत
ए राम्रै भएर रहेछ त्यस्तो धुलो बिग्रेको छैन त्यस्तो बिग्रेको चाहिँ छैन त्यस्तो धुलो चाहिँ छैन है अरू ठाउँमा हेर यस्तो छ हालेर जानुपर्छ सो फाइनली हामी दुप्तेश्वरमा आइपुग्यौँ है खोला छ अब यहाँबाट चाहिँ हिँड्नुपर्छ मन्दिरलाई हो त्यहाँ माथि हो माथि आँडा टुप्पोमा खिच्नुपर्छ के अरे हो माथि हो अलिकति दिनु पर्यो नि सो लाइन चाहिँ लास्टै छ ल जाउँ के गर्छ म कन्फ्युज भइरहेको छु यत्रो रहेछ लाइन कहिले आउँला यहाँबाट त आरती गरेको छेप्दो रहेछ उतै जानु पाएको भए हुन्थ्यो क्या आरती गरेर ठ्याक्कै खिच्नु मिल्थ्यो तपाईँको तबाट जानु नि ल भन्नुहोस् कस्तो लागिरहेको के छ लाइन बस्नु परेर के भएको भोक लागिरहेछ बल्ल आदि मन्दिर चाहिँ आइपुग्यो यहाँ अलिअलि सुरु छ मन्दिर कता पुग्यो लाइन पनि मेरो यो यहाँको मुगा हरायो गणेश कसैले भेट्नु भएको छ भने मलाई फिर्ता दिनु भन्ने फोन नम्बर पनि सेयर गणेशको फाइनली आइपुग्यो आइपुगिनु आयो ओइ फाइनली आइपुग्यो मन्दिर आइपुग्यो त छैन अब फेरि 2 घन्टा अझै एक राउन्ड भन्नुपर्ने छ अझै त्यही माथि चढ्नुपर्छ हावा त्यो माथि उहीँ चढाइदियो नभए मन्दिर दर्शनमा 2 घन्टा लाइन बसेर मन्दिर दर्शन गऱ्यो लास्टमा त एकैछिनमा त टक्क फुल हाल्यो सक्यो क्या धेरै बेर दर्शन गर्न पाइँदैन फेरि केही छैन भिड भएर नि होला सो अब यति नै हो आजको ब्लग मेबी अब यसो थोरै केही खाजा खाने नि हिँड्ने पानीले चुट्ला जस्तो आज